हेलो, हार्दिक स्वागत छ तिमीलाई हाम्रो यो पोडकास्ट च्यानलमा। हस् धन्यवाद। कस्तो लागिराखेको छ त? ठिकै छ। अब आज यसरी पोडकास्टमा आउन पाउँदा खुसी पनि छु। होमियोपेथीको विषयमा अलिकति केही कुराहरू राख्न पाउँदाखेरि अलि एक्साइटेड पनि छु। यो एक्साइटेड, खुसी, यो सबै कुराको सम्मिश्रण मैले आफूमा पाइरहेको छु। अलिकति आफ्नो परिचय पनि देऊ न त। नमस्कार सबैजनालाई। म चाहिँ डाक्टर शकुन्तला गुरागाईँ, होमियोपेथिक चिकित्सक। होमियोपेथी क्षेत्रमा अहिले केही गर्नुपर्छ भनेर चाहिँ एउटा जोस र जाँगरका साथ यो क्षेत्रमा लागेर होमियोपेथीलाई अगाडि बढाउने क्रममा एउटा पाइला चालिरहेको छु। आज हामी होमियोपेथीकै विषयमा कुराकानी गर्छौँ। तिमीलाई पनि केही त्यस्तो सोध्ने इच्छा लाग्यो भने तिमीले पनि मसँग खुलेर सोध्न सक्छौ होमियोपेथीको बारेमा। ल अब सुरु गरौँ न त। ठिक छ। मलाई नि अलिकति जान्न मन छ, होमियोपेथी भने तपाईँलाई चाहिँ के जस्तो लाग्छ? होमियोपेथी के हो? तपाईँको विचारमा होमियोपेथी के हो? वास्तवमा होमियोपेथी भनेको एउटा यस्तो चिकित्सा प्रणाली हो जुन शरीरको प्राकृतिक उपचार शक्ति, भाइटल फोर्सलाई सक्रिय बनाएर निको पार्ने एउटा लोकप्रिय उपचार पद्धति हो। यसको आविष्कार सन् 1796 मा जर्मन चिकित्सक डाक्टर सेमुएल हेनिमनद्वारा प्रतिपादित गरिएको यो सिद्धान्त हो। यसको आधारभूत सिद्धान्त के छ भने सिमिलिया सिमिलिबस क्युरेन्टर, अर्थात् जस्तोले त्यस्तै निको पार्छ भन्ने सिद्धान्त होमियोपेथीको। वास्तवमा उदाहरणको लागि यदि कुनै पदार्थले स्वस्थ व्यक्तिमा टाउको दुखाउने लक्षण ल्याउँछ भने त्यही पदार्थको एकदमै सानो मात्रा प्रयोग गरेर बनाइएको दबाईले टाउको दुखाइ भएको बिरामीको उपचार गर्न सकिन्छ। यही नै होमियोपेथीको मूल सिद्धान्त। यसमा औषधिको एकदमै सानो मात्रा दिइन्छ। डाक्टर सेमुएल हेनिमनले देख्नुभयो कि कतिपय औषधिहरूले लक्षण हटाउने मात्र होइन, उस्तै लक्षण ल्याउने क्षमता पनि राख्दछन्। यही सिद्धान्तबाट सिमिलिया सिमिलिबस क्युरेन्टर भन्ने जन्मिएको थियो। एउटा प्रश्न तिमीलाई, यो होमियोपेथीमा औषधि चाहिँ एकदमै सानो मात्रामा चाहिँ किन दिइन्छ होला? होमियोपेथी औषधिहरू चाहिँ पोटेन्टाइजेसनको मार्फतबाट तयार गरिएको हुन्छ होइन। त्यसमा चाहिँ मेडिसिनल क्वान्टिटी एकदम कम हुन्छ र त्यो मेडिसिनल क्वान्टिटी कम भए तापनि त्यसलाई चाहिँ पावरमा जेनेरेट गरेको हुन्छ होमियोपेथीको मेडिसिनहरू, जसले गर्दाखेरि चाहिँ मात्रा कम हुन्छ, औषधिको मात्रा कम हुन्छ, तर त्यो चाहिँ पावर त्यसमा चाहिँ बढी से बढी भएको हुनाले चाहिँ थोरै दबाईले नै त्यसले आफ्नो शरीरमा चाहिँ एउटा ऊर्जात्मक हिसाबले चाहिँ एउटा काम गर्ने भएको हुनाले चाहिँ होमियोपेथीमा औषधिको चाहिँ एकदम मात्रा चाहिँ एकदमै न्यून मात्रामा बिरामीहरूलाई खान दिइन्छ र बिरामीहरूलाई निको पारिन्छ। त्यसैले नै होमियोपेथिक औषधिहरू बच्चादेखि वृद्धसम्म, गर्भवतीदेखि कमजोर स्वास्थ्य भएका व्यक्तिसम्म सबैका लागि सुरक्षित छ। एकदमै सानो मात्रा भएको कारणले गर्दाखेरि कसैलाई हानि नोक्सानी गरेन। त्यस कारणले गर्दा जुनसुकै उमेर समूहका व्यक्तिहरूका लागि पनि यो एकदमै सेफ छ। त्यो त एकदमै। धेरैजनाले भन्छन् अथवा भन्ने गर्छन्, धेरैजनाले के भन्छन् भन्दाखेरि होमियोपेथी औषधिहरूले चाहिँ एकदम ढिलो काम गर्छ, एकदम शरीरमा असरै गर्दैन भन्ने खालको एउटा जनमानसमा त्यस्तो खालको धारणा हामी व्याप्त भएको पाउँछौँ। तपाईँलाई के लाग्छ? एकदम समसामयिक प्रश्न गर्यो। धेरैले भन्छन्, तर यो सत्य होइन। एक्युट केसहरू जस्तै रुघा, मर्की, खोकी, ज्वरो आउने, घाँटी दुख्ने, सामान्य टाउको दुखाइ, चोट लाग्ने जस्ता भर्खरै समस्या आइलागेका केसहरू छन् भने होमियोपेथीले तुरुन्तै विदिन सेकेन्डमा पनि काम गर्ने हुन्छ। तर क्रोनिक केसमा, अर्थात् एकदमै पुरानो 10औं वर्ष 20औं वर्षदेखिको पीडित हुनुभएको केसहरू छ, 20औं वर्षदेखिको समस्या छ भने चाहिँ त्यसमा चाहिँ अलिक ढिलो हुन्छ। किनभने हाम्रो औषधिले बिस्तारै त्यो समस्यालाई जरैदेखि निको बनाउने क्षमता राख्दछ। त्यस कारणले गर्दाखेरि अलिकति ढिलो हुन्छ क्रोनिक केसेसमा। तर एक्युट केसेसहरूमा भने एकदमै चाँडो यसले काम गर्दछ। त्यसैले यो ढिलो हुन्छ भन्ने कुरा
सत्य होइन। अब आज यो होमियोपेथीकै विषयमा हामी छलफल गरिराखेका छौँ होइन। तर मलाई एउटा एकदमै इम्पोर्टेन्ट क्वेसन हजुरलाई गर्न मन लाग्यो। कुरा के हो भन्दाखेरि जस्तो होमियोपेथीमा मान्छेहरूले के भन्छन् भन्दा होमियोपेथी औषधिहरू चाहिँ औषधि होइन, यो त प्लेसिबो हो भन्ने खालको कुराहरू पनि धेरै सुन्नमा आइन्छ। मिडियाहरूमा पनि कहिलेकाहीँ यस्ता कुराहरू गाई गुई सुनिरहन्छौँ हामी। के हो यो, यस विषयमा अलिकति प्रकाश पारिदिनु न। यो एकदमै गलत धारणा हो। धेरै रिसर्चहरू होमियोपेथिकमा गरिन्छ, डबल ब्लाइन्ड ट्रायल्स गरिन्छ, विभिन्न क्लिनिकल स्टडिजहरू गरिन्छ र पेसेन्ट आउटकम्सले पनि देखाइसकेका छन् कि होमियोपेथी प्लेसिबो होइन। यसले शरीरको इनर्जी सिस्टममा कार्य गर्दछ र जुनसुकै रोगलाई पनि निको पार्ने क्षमता राख्दछ। एउटा प्रश्न म तिमीलाई राख्दैछु, यो होमियोपेथिकमा विशेष गरी कुन कुन रोगहरूमा चाहिँ यो एकदमै प्रभावकारी सिद्ध हुन्छ? होमियोपेथिकमा सबै किसिमका रोगहरूको उपचार हुन्छ। यो रोग ऊ रोग भन्ने नै छैन, अथवा यस्ता किसिमका रोगहरू चाहिँ निको हुन्छन्, अर्को किसिमको रोगहरू चाहिँ निको हुँदैन भन्ने खालको केही पनि कुरा छैन। त्यसमा सबै किसिमका रोगहरूलाई हामी होमियोपेथिक उपचार पद्धतिबाट हामी निको पार्न सक्छौँ। जस्तै हामीले महिलाका रोगहरू होइन, पुरुषका रोगहरू, बच्चाका रोगहरू, जुनसुकै रोगहरू, अब जस्तो नामै लिनु पर्दाखेरि चाहिँ जस्तो बच्चाहरूलाई बारम्बार चाहिँ रुगामर्गी लागिराख्ने, टन्सिलाइटिस भइराख्ने होइन, बिरामी परेको परे गर्ने, हप्ता दिनमा डाक्टर कहाँ कुदाएर लिएर गइराख्नुपर्ने, यस्ता समस्याहरूलाई चाहिँ हामीले चाहिँ होमियोपेथिक उपचारमा बच्चाहरूको चाहिँ ट्रिटमेन्ट गर्न आयौँ भने ती बच्चाहरूको अस्पताल धाउने क्रम चाहिँ बिस्तारै बिस्तारै कम हुँदै जान्छ। अर्को कुरा महिलाका रोगहरू जति पनि जस्तो पिसिओडीका केसहरू, थाइरोइडका समस्या होइन, प्रिमेनोपोजल पोस्टमेनोपोजल सिम्पटम्स लिएर आउनुभएका महिलाहरूको उपचार एकदम राम्रोसँग हुन्छ। अनि मानसिक रोगहरू, यहाँ अलिकति फोकस गरेर म यस विषयमा पनि भन्न चाहन्छु। जस्तो मानसिक रोगहरूमा पनि होमियोपेथीले चाहिँ एकदमै राम्रोसँग काम गर्छ। जस्तो धेरै मानिसहरूलाई थाहा छैन कि यो विषयमा होमियोपेथीमा पनि यसरी मानसिक रोगको उपचार हुन्छ अथवा डिप्रेसनको उपचार हुन्छ भन्ने कुराहरू धेरैलाई थाहा छैन, तर एकदमै राम्रोसँग हुन्छ। बिरामीलाई झुम्म नपारिकन, उहाँको दैनिक क्रियाकलापहरूलाई चाहिँ केही पनि असर नपारिकन चाहिँ हामी सजिलैसँग चाहिँ मानसिक रोगहरूलाई पनि निको पार्न सक्छौँ। त्यस्तै अर्को चाहिँ वृद्धहरूलाई हुने समस्या, जस्तो दमको समस्या हुन्छ, हार्ट जोड्नीहरूको समस्या भइरहेको हुन्छ, कतिको नसा च्यापिएको हुन्छ, कसैलाई प्यारालाइसिसहरू भइरहेको हुन्छ। यी सम्पूर्ण समस्याहरू चाहिँ हामी होमियोपेथिकबाट सजिलैसँग निको पार्न सक्छौँ। त्यसले गर्दाखेरि कुनै यो रोग ऊ रोग नभनिकन अथवा यो समस्या ऊ समस्या नभनिकन चाहिँ सम्पूर्ण रोगको उपचार चाहिँ होमियोपेथिकमा सम्भव छ। यहाँहरूले आफूसम्म भएका जति पनि रोगहरू छन्, जस्तो पेटकै कुरा गऱ्यौँ भने पेटमा हुन्छ नि मान्छेलाई ग्यास्ट्रिक अल्सरहरू हुने, त्यो पनि एकदम राम्रोसँग हुन्छ। त्यसले गर्दाखेरि सम्पूर्ण रोगहरूको उपचार चाहिँ यहाँले होमियोपेथिकबाट गर्न सक्नुहुन्छ भनेर भन्न चाहन्छु। वास्तवमा धेरै मानिसहरू चाहिँ यो रोगको उपचार हुन्छ, यसको पनि हुन्छ भनेर विभिन्न रोगहरूको नाम भनेर आउनुहुन्छ, यसको पनि हुन्छ भन्नुहुन्छ। वास्तवमा तपाईँहरूले के बुझ्नुपर्छ भने होमियोपेथिकमा जुनसुकै खालको रोगहरूको पनि उपचार हुन्छ, तर निको पार्ने क्षमता त चिकित्सकमा भर पर्ने कुरा हो। यदि चिकित्सकले सही औषधिहरू चयन गर्न सकियो भने जस्तोसुकै रोग पनि निको हुन सक्छ। तर उसले सकेन भने कतिपयले होमियोपेथिक त मैले गरेको, फलानु ठाउँबाट पनि गरेको, फलानु ठाउँबाट पनि गरेको, निको भएन भनेर पेथीलाई नै दोष लगाउनुहुन्छ। र मलाई यसै सन्दर्भमा अलिकति कुरा जोड्न पनि मन लाग्यो। कतिपय बिरामीहरू चाहिँ के पनि गर्नुहुन्छ भन्दाखेरि उपचार गर्न चाहिँ आउने, तर त्यो ड्युरेसन चाहिँ एउटा संयमबाट अथवा पेसेन्सका साथ चाहिँ लामो समयसम्म अथवा जहिलेसम्म डाक्टरले भन्नुहुन्छ तहिलेसम्म चाहिँ उपचार गर्नको लागि चाहिँ आउने क्रम पनि हामीले कम देख्न सक्छौँ। कतिजना चाहिँ आउने अनि त्यस पछाडि त्यसलाई चाहिँ फलोअप राम्रोसँग नगरिसके पछाडि जति मात्रामा रोगहरू निको हुनुपर्ने हो त्यति मात्रामा चाहिँ रोगहरू निको हुन नसकेको पनि हामी देखिरहेका हुन्छौँ। त्यसले गर्दाखेरि जस्तो कान पाक्ने समस्या छ भने आउनु पर्यो नि त, त्यो त अब क्रोनिकमा पर्यो होइन। त्यसले गर्दाखेरि अब डिजिज अनुसार पनि हुन्छ जस्तो लाग्छ मलाई होइन। अब क्रोनिक डिजिज छ तर उहाँहरू चाहिँ एकपटक दुई पटक आएर चाहिँ म ठिक भइन भनेर भन्नुभन्दा त्यसलाई चाहिँ फलोअप गर्न जाने डाक्टर कहाँ, त्यस पछाडि उहाँको परामर्श लिइराख्ने, उहाँको निगरानीमा बसिराख्ने, उहाँले भनेका कुराहरू गरिराख्ने हो भने चाहिँ जस्ता किसिमका रोगहरू पनि निको हुन्छ भनेर त्यो पनि भन्न चाहन्छु। ठिक छ, त्यो सही कुरा हो। आउनुहुन्छ, उपचार गर्न आउनुभएको हुन्छ
अनि 15 दिनको औषधि दियो। सुरुमा दिँदै अलिकति 20 को 19 भएन भने कतिपय बिरामी साथीहरू त आउनै छोड्नुहुन्छ। 15 दिन खाइयो अलिकति 20 को 19 पनि भएन भन्नुहुन्छ अनि अर्को डाक्टरकोमा जानुहुन्छ। फेरि त्यहाँ पनि त्यस्तै 15-20 दिन खायो फेरि निको भएन भनौँ अर्को डाक्टर कहाँ गयो। यसले के हुन्छ भने दुःख गरेर कमाएको पैसा उहाँहरूको पनि खर्च धेरै हुन्छ, निको पनि हुँदैन। उपचार गर्न थालेपछि चिकित्सकसँग अन्डरमा बसेर उहाँले बोलाएको समयमा फलोअपमा गएर राम्ररी उहाँले भनेअनुसार उपचार गर्नुपर्ने हुन्छ। 10-15 दिन खायो फेरि भएन भनौँ अर्कोतिर गयो, फेरि 10-15 दिन खायो भएन भनौँ अर्कोतिर गयो भने चाहिँ उपचार पनि राम्रो हुँदैन। एउटा कुरा के छ भने हाम्रो जनमानसमा होमियोपेथिकमा गयो त्यो मसिना दानाहरू दिएको हुन्छ, उसलाई पनि त्यही दाना दिएको हुन्छ, उसलाई पनि त्यही दाना दिएको हुन्छ, त्यही मसिना दाना मात्रै दिन्छन् भनेर भन्ने गरिन्छ आम जनमानसमा। यस विषयमा अलिकति प्रकाश पार न त। त्यो लगभग त्यही नै भन्नुहुन्छ धेरैजनाले होइन। तर होमियोपेथिकमा जुन सेतो दाना हो त्यो चाहिँ माध्यम मात्रै हो होइन। त्यो सेतो दानामा चाहिँ हालिने जस्तो बिरामीहरूलाई के भइरहेछ अथवा उहाँहरू के समस्या लिएर आउनु भएको छ त्यो रोगसँग सम्बन्धित मेडिसिनहरू चाहिँ बोतलमा राखिएको हुन्छ र त्यो बोतलमा राखेका मेडिसिनहरू चाहिँ त्यो माध्यम, त्यो गोली भनेको माध्यम हो, त्यो माध्यममा हालिन्छ र खान दिइन्छ। भनेपछि गोली, सेतो गोली चाहिँ माध्यम हो, त्यसमा हालिने औषधि चाहिँ मेन औषधि हो। त्यसले गर्दाखेरि त्यसमा नझुकिकन यहाँहरूले चाहिँ सबैलाई एउटै दबाई दिन्छन् भन्ने होइन। मेडिसिन चाहिँ रोग अनुसार फरक फरक हुन्छ र फरक फरक मेडिसिन नै देखेको हुन्छ। त्यो कुरा चाहिँ सबैले बुझ्न जरुरी छ। मसिनो दानामा पनि औषधिहरू हालेर दिइन्छ। त्यस्तै कतिपय केसेसहरूमा पाउडर, सुगर अफ मिल्क भनिन्छ, त्यो सुगर अफ मिल्कमा पनि बनाएर दिइन्छ। त्यसै गरी एक्वा डिस्टिलाट अर्थात् डिस्टिल वाटरमा पनि हामीले औषधिहरू बनाएर दिन सक्छौँ। त्यसै गरी कतिपय साथीहरूले रेक्टिफाइड स्पिरिटमा पनि बनाएर दिने गर्नुहुन्छ। यी भनेका चाहिँ माध्यम भए। औषधि चाहिँ बोतलमा हुन्छ, त्यो बोतलको औषधिलाई हामीले त्यो भेहिकल माध्यममा कसैलाई दानामा, कसैलाई चाहिँ झोलमा, कसैलाई पाउडरमा बनाएर दिइन्छ। सबैलाई दिने औषधि एउटै हुँदैन, रोग अनुसारको औषधि चाहिँ फरक फरक हुन्छ होमियोपेथिकमा। तिमीले होमियोपेथिकमा धेरै बिरामीहरूको उपचार गर्यौ, त्यसमध्ये कुन केसमा चाहिँ एकदमै छिटो काम गरेको जस्तो तिमीले फिल गरेका छौ? अब त्यसरी नामै लिएर भन्नुपर्दाखेरि छन् 2-4वटा केसेसहरू छन्। जस्तो मैले एउटा प्यारालाइसिसको केसको उपचार गरेका थिएँ। त्यसमा पनि एकदमै राम्रो रिजल्ट छिटै देखिएको थियो। जस्तो उहाँ चाहिँ इन्डियाको खरैयाबाट चाहिँ मेडिसिन खाइराख्नु भएको रहेछ प्यारालाइसिसको, 5-6 महिना भएको रहेछ, केही इम्प्रुभमेन्ट थिएन। म कहाँ आइसके पछाडि मैले 1 महिनाको मेडिसिन दिइसके पछाडि उहाँ चाहिँ हिँड्न थाल्नुभयो र त्यसको फोटो भिडियोहरू मलाई चाहिँ पठाउनु भएको थियो। त्यो एउटा छिटो मैले रिजल्ट पाएको केस हो। अर्को केस भन्नुपर्दा एकजना हेल्थ पर्सन नै हो, उहाँ चाहिँ एचए हुनुहुँदो रहेछ होइन। उहाँले एलोपेथिक मेडिसिनहरू धेरै खानुभयो। उहाँको चाहिँ हातमा कोरोना भएको समयमा चाहिँ हातमा चाहिँ एउटा एक्जेमा भएको रहेछ, एकदम चिलाउने, एकदम ड्राई टाइपको एक्जेमा। अनि उहाँको चाहिँ पुरै चिरिएर खुन पनि आउने हातको हत्केलामा त्यो केस थियो। उहाँले धेरै मेडिसिन खानुभयो, कर्टिकोस्टेरोइडहरू पनि खानुभयो, लगाउनु भयो, तर केही पनि उहाँमा इम्प्रुभमेन्ट केही पनि भएन छ। त्यस पछाडि उहाँ म कहाँ आउनुभयो, औषधि आएर खाएको 1 देखि 1.5 महिनामा उहाँको इम्प्रुभमेन्ट देखिन थाल्यो र लगभग 2 महिना जस्तोमा चाहिँ उहाँको कम्प्लिटली ठिक नै भयो उहाँ। अनि त्यस पछाडि त्यो एउटा एकदम राम्रो केस। अर्को भनेको चाहिँ बच्चाका रोगहरू एकदम छिटो र एकदम राम्रोसँग मैले निको भएको देखेको छु। जस्तो बच्चाका केसेसहरूमा पनि मैले एकदम राम्रो चाहिँ इम्प्रुभमेन्टहरू देखेको छु होइन। बच्चाहरूको चाहिँ जस्तो एकजना हुनुहुन्थ्यो महिला, उहाँले चाहिँ आफ्नो नानीलाई लिएर आउनुहुन्थ्यो होइन। अनि त्यस पछाडि उहाँले चाहिँ धेरै बारम्बार ज्वरो आइराख्ने, रुगामर्गी लागिराख्ने, हाँछौँ आइराख्ने नानी थियो। अब त्यो नानीलाई चाहिँ हामीले उपचार गरिसके पछाडि उसको चाहिँ जुन जति मात्रामा चाहिँ रुगामर्गी खोकी लाग्ने क्रम थियो त्यो चाहिँ घटेर गयो। मेरो नानी आजकल त्यति बिरामी नै पर्दैन, हतपत ज्वरो नै आउँदैन भनेर पनि भन्नुहुन्छ। त्यसले गर्दाखेरि बच्चाका रोगहरूमा पनि एकदम मिराकल रूपमा चाहिँ एकदमै राम्रो इम्प्रुभमेन्ट मैले पाएको छु त्यस्ता बिरामीहरूमा। अर्को चाहिँ यो नसा च्यापेर आउनुभएको थियो, उहाँलाई चाहिँ डक्टरले अपरेसन गर्नुपर्छ भन्नुभएको
भएको रहेछ। अहिले पनि आउनुहुन्छ उहाँ म कहाँ। जस्तो उहाँले रेगुलर भयो 6 महिना जति मेरोमा मेडिसिन गर्दै गर्नुभएको, तर 6 महिनामा चाहिँ उहाँको एकदम ठमठम हिँड्ने। अहिले त उहाँलाई केही समस्यै छैन। समय लाग्छ, कतिपय केसेसहरूमा समय लाग्छ। म यो भन्दिनँ कि आजको भोलि नै सबै कुरा ठिक हुन्छ भन्दिनँ, तर एउटा धैर्यका साथ बिरामीले चाहिँ मेडिसिनहरू खानुभयो भने चाहिँ इम्प्रुभमेन्ट पनि राम्रो हुन्छ। उहाँले एउटा फेथ राख्नुभयो ममा, आउनुभयो होइन, आत्तिनु भएन, हतारिनु भएन, रिजल्ट छिट्टो खोज्नु भएन होइन। जस्तो उहाँलाई चाहिँ डक्टरले चाहिँ अपरेसन गर्नुपर्छ तपाईँको भन्नुभएको रहेछ। अनि अपरेसन गर्नुपर्छ भनिसकेपछि उहाँ चाहिँ अब डराउनु भयो। डराइसके पछाडि कसले कहाँबाट सुनेर अनि उहाँ यहाँ मसँग जोडिनु भयो। अपरेसन गर्नुपर्छ भनेर गरेको केस उहाँ हिँड्नै नसक्ने अवस्था भएर आउनुभएको थियो। खुट्टा पनि एकदम टेक्न नसक्ने उहाँको अवस्था अलिकति नाजुकै थियो। तर निरन्तरको मेडिसिन प्रिस्क्रिप्सन गरिसके पछाडि हामीले चाहिँ लगभग 2 महिनामा उहाँमा धेरै सुधार आयो। उहाँ चाहिँ हिँडेर आउन सक्ने, उहाँलाई समस्या भएन। अनि 3 महिनामा गइसके पछाडि चाहिँ उहाँको चाहिँ सम्पूर्ण पेनहरू दुःख सबै हराएर गयो कि त्यो एउटा चाहिँ राम्रो इम्प्रुभ भएको केस मैले देखेको। र अहिले आउनुहुन्छ, बेला बेलामा आउनुहुन्छ। तर म चाहिँ एकदमै खुसी छु, मेरो चाहिँ सम्पूर्ण रोगहरू हरायो, म चाहिँ ढुक्क छु भनेर अहिले उहाँ एकदम खुसी हुनुहुन्छ, आउनुहुन्छ बेला बेलामा। त्यो चाहिँ एउटा नसा च्यापेको केस भयो। अर्को नाकमा मासु पलाएको केस होइन, एकजना 22 वर्ष जतिको युवक हुनुहुन्थ्यो, नाकमा मासु पलाएर विदेश जानुपर्ने केस। उहाँ बाहिर जानुपर्ने, अब अपरेसन गरेर यहाँ बसौँ कि के गरौँ भन्दै आउनु भएको थियो। लगभग 2-2.5 महिनासम्म मैले उहाँको ट्रिटमेन्ट गरेँ। उहाँको हाछ्यौँ आउने पनि हटेर गयो। अनि त्यस पछाडि नाकमा मासु पलाएको, उहाँ त सास फेर्नै नसक्ने, बोली नै नाके भएको थियो। त्यो नाके बोली पनि उहाँको नर्मल भयो र उहाँ चाहिँ अहिले विदेश पनि जानुभयो। त्यो त्यस्ता केसेसहरू छन् भनेपछि यहाँ चाहिँ अब यो ऊ भन्ने नै छैन क्या। जस्तो सम्पूर्ण रोगहरूमा राम्रै छ, तर बिरामी म चाहिँ एउटा फोकस गर्न मैले चाहेको कुरा चाहिँ के हो भने, अघि पनि मैले भने होइन, जस्तो बिरामीले ट्रिटमेन्ट गर्न आउँदाखेरि चाहिँ डक्टरमा फेथ राख्ने र पेसेन्स भएर चाहिँ ट्रिटमेन्ट गर्न चाहिँ जानुपर्छ डक्टर कहाँ। जस्तो आज जाने अनि आत्तिएर अनि भोलि नै चाहिँ मलाई भएन रिजल्ट भनेर भन्नुभन्दा पनि निरन्तर गएर चाहिँ फलोअप गरिराख्यो भने चाहिँ राम्रो हुन्छ भनेर पनि भन्न म चाहन्छु। मैले के ख्याल गरेको छु भने, विशेष गरी बालबच्चाहरूमा एकदमै होमियोप्याथिकले राम्रो काम गरेको देखिन्छ। ती अबोध बालबालिकाहरू, साना साना नानी बाबुहरू जसलाई चाहिँ औषधि खान पनि एकदमै गाह्रो पर्छ, उनीहरूलाई अन्यपेथीको ठुल्ठुला ट्याब्लेटहरू, क्याप्सुलहरू, झोलहरू खानै सक्दैनन्, नमिठो हुन्छ, उनीहरू रुने कराउने झगडा गर्ने गर्छन्। तर मैले के ख्याल गरेँ भने, जति पनि बालबालिकाहरू हामीसँग आउनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, सुरुमा आउँदा ती बालबालिकालाई एकदमै गाह्रो हुने, नेक्स्ट टाइममा आउँदाखेरि उनीहरू हामी नैसँग आएर एकदम घुलमिल गर्ने, किनभने मिठो मिठो मसिनो दानाहरूमा बनाएर दिया हुन्छौँ हामीले औषधि। त्यसले गर्दाखेरि ती बालबालिकाहरू लोभिने र जहिले पनि बिरामी हुँदाखेरि फलानु डाक्टरकैमा जाउँ, होमियोप्याथिकमै खाउँ, त्यही मसिनो दानावाला दबाई खाउँ भनेर खुसी भएर आउने गरेको पनि हामी देख्छौँ। त्यस्तै मैले धेरै वर्ष भइसक्यो यो बिरामीहरूको उपचार गर्न सुरु गरेको। कतिपय केसेसहरू एकदमै जादु जस्तै मिलिक्कै निको हुन्छ, छक्क पनि पर्छु। लाखौँ रुपियाँ खर्च गर्दा पनि उहाँहरू निको हुनु भएको हुँदैन। तर हाम्रो मिठो गुलियो दबाई खाएर एकदमै राम्रो भएर हाँस्दै हाँस्दै आउनुहुन्छ। त्यो बेलामा एकदम हृदयबाटै एकदमै खुसी लागेर आउँछ। होमियोप्याथी केवल रोग मात्र होइन, व्यक्तिलाई उपचार गर्ने एउटा साइन्स हो। यसमा मानसिक, शारीरिक र भावनात्मक पक्षको मूल्याङ्कन गरेर उपचार गरिन्छ। एउटा प्रश्न म तिमीलाई सोध्दैछु, होमियोप्याथिक औषधिहरू केबाट बनाइन्छ? विशेष गरी हामीले मेडिसिनहरू बनाउँदाखेरि एनिमल किङडम र प्लान्ट किङडम एउटा प्रमुख 2टा अङ्ग हो। त्यसका साथसाथै अरू केमिकलहरूबाट पनि बनाइन्छ, मिनरल्सहरू बनाइन्छ, सिन्थेटिक सोर्स भनेर अहिले आएको छ होइन। जस्तो एनिमलबाट बन्दाखेरि एनिमलको सेक्रेसनहरू, बडीको पार्ट्सहरूबाट बनाउँछौँ हामी। अब
प्लान्टको कुरा गर्ने हो भने विभिन्न प्लान्टका पार्टहरू जस्तो त्यसमा चाहिँ पातहरूबाट बन्छ, जराहरूबाट बन्छ, त्यसको डाँठहरूबाट बन्छ, होल प्लान्टहरूबाट बन्छ होइन। र अर्को चाहिँ नोजोड र सार्कोड भन्छ। नोजोड भनेको डिजिज कजिङ एजेन्टहरूबाट, जस्तो कुनै एउटा हाम्रो शरीरको अथवा कुनै पार्टमा रोग लागेको छ भने त्यही रोग लागेको अङ्गहरूबाट चाहिँ अर्गानिजमहरू निकालेर अथवा त्यो पार्टबाट निकालेर त्यसलाई चाहिँ डाइल्युट गरेर पोटेन्टाइज फर्ममा चाहिँ पनि मेडिसिनहरू तयार गरेको हुन्छ भने अर्को भनेको चाहिँ सार्कोड होइन। हेल्दी ह्युमन टिस्युहरूबाट पनि हामी चाहिँ मेडिसिनहरू बनाउँछौँ, त्यसलाई चाहिँ हामी सार्कोड भन्छौँ। यसले गर्दाखेरि विभिन्न अहिले सिन्थेटिक सोर्स भनेर आएको छ होइन। यसरी विभिन्न सोर्सेसहरूबाट चाहिँ हामी होमियोपेथिक मेडिसिनहरू चाहिँ बनाउने गर्छौँ र यी सबै मेडिसिनहरूलाई चाहिँ यी सम्पूर्ण स्रोतहरूबाट अथवा यो सोर्सहरूबाट निकालिएका मेडिसिनहरूलाई चाहिँ लिएका मेडिसिनहरूलाई चाहिँ पोटेन्टाइज गरिन्छ र पावरको फर्ममा अघि नै हामीले अगाडि भनिसकेका छौँ त्यसलाई चाहिँ मोर पावरफुल वेमा चाहिँ लगिन्छ र पावर जेनेरेट गरिन्छ र त्यो चाहिँ बिरामीहरूलाई खाना दिइन्छ र निको पारिन्छ। ल अब म एउटा क्वेसन हजुरलाई राख्न चाहेँ, जस्तो होमियोपेथी किन विशेष छ त? वास्तवमा होमियोपेथिक साइड इफेक्ट नहुने, खान एकदमै सजिलो, बच्चादेखि ज्येष्ठ नागरिकसम्म एकदमै सुरक्षित, त्यसै गरी दीर्घकालीन रोगहरू क्रोनिक केसेसहरूमा एकदमै प्रभावकारी, त्यसै गरी नैतिक रूपमा स्वच्छ। होमियोपेथिक औषधिहरू जनावरमा परीक्षण हुँदैनन्, यिनीहरू हेल्दी ह्युमन बिङमा प्रुभ गरेर बनाइएको हुन्छ। त्यसैले गर्दा यी औषधिहरू एकदमै सुरक्षित पनि हुन्छन्। अर्को एउटा प्रश्न गर्न चाहन्छु, जस्तो होमियोपेथी कुन कुन अवस्थामा चाहिँ उपयोगी हुन्छ? एक्युट अर्थात् छोटो अवधिका रोगहरू जस्तै रुघा, मर्की, खोकी, ज्वरो आउने, घाँटी दुख्ने, टन्सिलाइटिस, फेरेन्जाइटिस, सामान्य खालको टाउको दुखाइ समस्याहरू, विभिन्न एलर्जीहरू, विभिन्न घाउहरू, चिलाउने, चोटपटकका समस्याहरू, त्यसै गरी क्रोनिक अर्थात् लामो समयका रोगहरूमा जस्तो माइग्रेन भयो, टाउको दुख्ने समस्या, त्यसै गरी एस्थमा, दमको समस्या, सास फेर्न गाह्रो हुने समस्या, त्यसै गरी छालाका रोगहरू, सोराइसिस, एक्जिमा, त्यसै गरी हर्मोनल प्रब्लमहरू, पोलिसिस्टिक ओभरियन डिजिजहरू, त्यसै गरी थाइरोइडका समस्याहरू, त्यसै गरी इरिटेबल बाउल सिन्ड्रोम, मानसिक समस्याहरू, डिप्रेसन, एन्जाइटी लगायत विभिन्न नयाँ पुराना जुनसुकै खालका रोगहरूमा पनि होमियोपेथिक औषधिहरू एकदमै प्रभावकारी हुन्छ। होमियोपेथीको विश्वव्यापी प्रभाव कस्तो रहेको छ, यहाँलाई के लाग्छ? वास्तवमा WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि एउटा के डिक्लेयर गरेको छ भने संसारमै एलोपेथी पछिको दोस्रो ठुलो उपचार पद्धतिको रूपमा होमियोपेथीलाई WHO ले लिएको छ। संसारमा हेर्ने हो भने जस्तो बेलायतमा रोयल फ्यामिलीले पनि होमियोपेथी अपनाएको हामी पाउँछौँ। रोयल फ्यामिलीले होमियोपेथिक डाक्टर नै उनीहरूले बहाली गरेर राखेको हामी देख्छौँ। त्यसै गरी जर्मनीमा जहाँबाट होमियोपेथीको सुरु भयो त्यहाँ होमियोपेथीको एकदमै राम्रो छ। त्यसै गरी अरू कन्ट्रीहरूमा जस्तै ब्राजिलमा, फ्रान्समा, स्विजरल्यान्डमा र अन्य युरोपियन कन्ट्रीहरूमा पनि होमियोपेथीको एकदमै राम्रो प्रभाव हामी देख्छौँ। छिमेकी राष्ट्र भारतमा पनि 20 करोडभन्दा बढी मानिसले होमियोपेथिक सिस्टमलाई अपनाएको हामी देख्न सक्छौँ। यसरी संसारका धेरै मुलुकहरूमा होमियोपेथीको प्रभाव एकदम राम्रो छ। नेपालमा पनि विगतमा भन्दा अहिलेको अवस्थामा धेरै मानिसहरू होमियोपेथीप्रति आकर्षित हुँदै गएको हामी देख्छौँ। पहिला अब एलोपेथिकमा जान्छन्, आयुर्वेदिकमा जान्छन्, त्यस पछाडिबाट जाने विकल्पको रूपमा अहिले होमियोपेथिकलाई लिँदै गरेको हामी देख्छौँ। धेरै मानिसहरू एउटा सिस्टमबाट नभएपछि होमियोपेथिकमा पनि जानुपर्छ भन्ने शिक्षा चाहिँ बिस्तारै बिस्तारै धेरै मानिसहरूमा बन्दै गएको मैले पाएको छु। तपाईँले चाहिँ कुन केसमा चाहिँ एकदम फास्ट रिकभर भएको कुनै केस त्यस्तो देख्नु भएको छ? यस्ता केसेसहरू धेरै नै छन् मकामा, किनभने मैले बिरामी जाँच्न थालेको पनि लगभग 27-28 वर्ष भइसक्यो। एउटा मलाई सम्झना छ, त्यो केस एकदमै विशेष थियो, यो भर्खरैको केस हो।
एकजना बच्चालाई लिएर आउनु भएको थियो, काठमाडौँबाटै आउनु भएको थियो, जसलाई बारम्बार टन्सिल हुने गर्थ्यो। धेरै उहाँले एन्टिबायोटिकहरू प्रयोग गरिसक्नु भएको रहेछ र त्यो बच्चाको शरीर पनि एकदमै कमजोर थियो। मैले उहाँ 2-3 दिन बस्छु र मलाई थोरै औषधि दिनुहोस् भनेर मलाई भन्नुभयो र मैले त्यो बच्चालाई बेलाडोना 200 पावरको एउटा दबाई मात्रै 6 खोराक बनाएर आज 3 चोटि खानु बिहान दिउँसो बेलुका, भोलि 3 चोटि खानु बिहान दिउँसो बेलुका, अनि पर्सिको दिन मलाई भेट्न आउनु भने। त्यत्रो वर्षदेखि बिरामी त्यो पीडित बच्चा मैले 2 दिन जम्मा 6 खोराक औषधि बेलाडोना 200 दिएको थिएँ। एकदम मिराकल, यस्तो राम्रो रिजल्ट। त्यो बच्चा कस्तो ज्वरो आउने, घाँटी दुख्ने, घाँटीभरि घाउ भएको, रातो न रातो टन्सिल इन्लार्ज भएको थियो, तर मैले 6 खोराक औषधि दिएपछि 2 दिनमै एकदमै राम्रो नर्मल पोजिसनमा आयो। मलाई एकदमै यो चाहिँ एकदम जादु जस्तो लाग्यो। यस्ता केसेसहरू धेरै छन् मैले गरेका। आजको हाम्रो यो पहिलो एपिसोड, हाम्रो डाक्टर नवीन पोडकास्टको पहिलो एपिसोडमा मैले मेरी श्रीमती डाक्टर शकुन्तला गुरागाईलाई यहाँ ल्याएको थिएँ। अब हाम्रो यो पोडकास्ट पनि अलिकति लामै हुने रहेछ। फेरि पछि भविष्यमा फेरि हामी कुनै विषयमा चर्चा गर्ने बाचाका साथ आज हामी यो पोडकास्टबाट बिदा हुँदैछौँ। हाम्रो यो च्यानललाई अवश्य पनि सब्सक्राइब गरिदिनु होला र आफ्ना साथीभाइहरूलाई सेयर पनि गर्न नभुल्नुहोला। आजलाई यति नै। फेरि अर्को एपिसोडमा हामी भेटौँला। धन्यवाद। नमस्ते। नमस्ते।